आमा आमा पैसा दिनु न 50 दिनु न के भैया चटपटे आइदिनु न के चाहियो बिटिया चटपटे एकैछिन है थु मिठाई रहेन लो बिटिया कस्तो छ चट्टो मिठो पिरो भैया त फोरी भए पनि चटपटे मिठो गराउनुहुन्छ केरा खानु पर्यो फोरी फोर रहेछ म त यहीँ हालिदिन्छु ओ बाबु यति ठुलो भएर पनि यहाँ किन फोन फालेको देख्नुहुन्न वरिपरि फोर चाहिँ मेरो डाली केही पनि बिगार्दियो र त्यो भनेर हुन्छ यो फोर सुक्क डस्टबिनमा फालेर फालो न त तिमीलाई हेरेर बिजत गरिदिनु हामी मन्दिर जाउँ खाजा खाउँला म खाजामा बिग्रे जस्तो देखिन्छु ओडाएको छ मेरो दिमाग खराब नगरेर आफै टिपेर फोड्नु कस्ता मान्छे बस्नु यहाँ यति मिठो हुन्छ यार बर्तनी पुरी अब घर चाहिँ म त जान सक्दिनँ यहाँ कति सुत्दिनु पर्यो यार भुइँमा रोग लाग्न सक्छ हेर्नुहोस् न त्यसमा तपाईँको लुगा कति फोहोर छ त्यसमाथि हजुर रक्सी पनि खानु भएको छ तेरो बाउको गाइदिएको छु मेरो बाउको गएको छु यार जान्नेको टिक चाहिँ तै बेला त मै जानु होला पऱ्यो यार यहाँ गर्ने होला अब बिस्तारै घर गइजानु पऱ्यो के भयो फेरि यसलाई खै हिँड जाउँ सस्तो चल्थ्यो रक्सी पनि सिद्धिकन उल्टिहाल्ला पनि पेट पिउँछ रक्सी खाएर होला अङ्कल के गाउँलेवाला बोलाएको ओ गाउँले हो आउनु आउनु के भयो घाँसी रोड बनाउनु पर्यो डाक्टर साहब हेर्नुहोस् न मेरो छोरीलाई बिहानदेखि पेट दुःख भन्छ जाँच गरिदिनु न एकैछिन रोक्नु है म जाँच गरिदिन्छु